कार्यक्रम सञ्चालकज्यू, आजका यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यू, यसमा आठिन अतिथिज्यूहरू, मेरा सहकर्मी साथीहरू, पत्रकार मित्रहरू लगायत प्रशिक्षार्थी भाइ बहिनीहरू सबैमा म यो सार्वजनिक अभिव्यक्ति कला तालिमको प्रशिक्षक तारानाथ चौलाएको न्यानो अभिवादन। सृजना शक्ति जाँदैन कहिले मरेर, पर्दैन फरक केही पात्र हाँगाहरू झरेर, पर्दैन फरक केही पात्र हाँगाहरू झरेर। हामीले यस भनाइलाई सार्थक हुने गरी अथवा भनौँ यो सांस्कृतिक युवा समूहले देशभरि छरिएर रहेका युवाहरूलाई एकत्रित गरेर आफ्नो भनौँ न युवाहरूलाई क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरेको 10 दिने सार्वजनिक अभिव्यक्ति कला तालिममा आफू प्रशिक्षकको भूमिका निर्वाह गर्न पाउँदाखेरि मलाई अत्यन्तै खुसी लागेको छ र थप जिम्मेवार भएको महसुस भएको छ र यस्तो कार्यक्रममा आफूलाई प्रशिक्षकको भूमिका निर्वाह गर्न दिनुभएकोमा सांस्कृतिक युवा समूह लगायत सार्वजनिक अभिव्यक्ति कला तालिमको म्यानेजमेन्ट टिमलाई हार्दिक आभार व्यक्त गर्दछु। अब यो प्रशिक्षकको भूमिकाले मुख्य कुरा त आफूसँग जे छ त्यो सिकाउने काम रहन्छ। सिकाउने मात्रै ठुलो कुरा होइन, कति सिम्प्लिसिटी वेमा सिकाउन सक्यो र कति दिन सक्यो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ। जसरी एउटा शिक्षकलाई भनौँ बुवा आमालाई आफ्नो भाइ छोराछोरी अथवा शिक्षकको विद्यार्थीलाई आफूसँग भएको कुरा दिन पाउँदा खुसी लाग्छ, त्यसरी नै मसँग भएको खुबी अथवा कला भाइ बहिनीहरूलाई दिएर मैले सुसज्जित गर्न सकेँ अथवा केही सिकाउन सकेँ, त्यो पनि मेरो खुसीको कुरा हो। र यो 10 दिनको कार्यक्रम अवधिभर यो संस्थाले कार्यक्रम सञ्चालन गर्नलाई जुन खालको एउटा सामग्रीहरू उपलब्ध गरायो र सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन अथवा तालिम सञ्चालन गर्ने अवसर जुटायो, यो सम्झन योग्य थियो। विद्यार्थी भाइ बहिनीहरूको तर्फबाट पनि यहाँहरूले देखिहाल्नुभयो हाम्रो विद्यार्थीले योभन्दा अगाडिको प्रस्तुतिमा कति शानदार प्रस्तुति गर्न दिनुभयो, उहाँको कन्फिडेन्स लेभल र उहाँले यो कार्यक्रम यो तालिम लिइसके पश्चात आफूले गर्न सक्ने कुराहरू एउटा सोचमा परिवर्तन आएको कुराहरू पनि देख्नुभयो। यस्ता तालिमहरूले थप समाजमा चाहिँ विद्यार्थीहरूले राम्रो गर्न सक्ने र आगामी दिनहरूमा पनि मेरा विद्यार्थी भाइ बहिनीहरूबाट म के आशा राख्छु भने म जस्तै प्रशिक्षक अझ मभन्दा अब्बल प्रशिक्षक भएर चाहिँ राम्रो गर्न सकुन् भन्ने मैले अपेक्षा राखेको छु र यो कार्यक्रम अर्थपूर्ण र सिकाइ योग्य भएको मैले अनुभव गरेँ। अब समयलाई ख्याल गर्दै अन्त्यमा मैले अब धेरै मेरो अभिव्यक्ति टुङ्ग्याउनुभन्दा अगाडि प्रशिक्षार्थी भाइ बहिनीहरूलाई आगामी दिनहरूमा थप राम्रो गर्ने शुभकामना सहित मेरो अनुभव मन्तव्य यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।